हरेक बिहानी उसको मिठो म्यासेजबाट सुरु हुन्थ्यो हाम्रो कहानी। आउनै छाड्यो म्यासेज, सायद उसको सहरमा घामै उदाएन। हरेक दिन उसको पल पलको खबर आउने गर्थ्यो, आउनै छाड्यो खबर। सायद उसको सहरमा पलहरू नै भएन। हरेक रात उसको र मेरो फोनमा कुराकानी हुन्थ्यो, फोन उठ्नै छाड्यो। सायद उसको सहरमा फोनै गएन। त्यो सहर नै बदलिएको हो कि उसको मन बदलिएको हो थाहै भएन।